हेलो गाइस, नमस्ते सबैजनालाई। हाम्रो चाहिँ धान पाकेर यस्तो भएको छ साथीहरू, हेर्नु न। यस्तो सबै के भइसक्यो के, पाकेर पनि सुकिसक्यो के। अनि त्यही भएर काट्नु पर्यो भनेर आएको म चाहिँ हँसिया बोकेर आएको। अनि हेर्नु नि साथीहरू, खेतमा त घोडा घोडा पानी छ यार। अनि कसरी काट्ने होला के, काटेर पनि कहाँ राख्ने होला। मरि मरि दुःखले लाएको कमाइ पनि उठाउनु दिँदैन। मान्छेले त हेप्थ्यो, भगवानले पनि हेप्न थाल्यो। अब त म त के भन्नु र, कसलाई दोस्नु र खोइ। हेर अब कहाँ राख्ने हो र, नि पुरै पानी छ, कटाउने ठाउँ पनि छैन। के गरौँ के बुढो, धान के गर्नु। धानको बिलबाद भइरहेछ। यहाँ पानी हेर्नुहोस् है त, म तपाईँहरूलाई देखाइदिन्छु। ऊ त्यस्तरी पानी छ के। अनि यो पानीलाई अब के गर्नु त। म त काट्नु पर्यो भनेर हँसिया बोकेर आएको त के काट्नु अब। सब पानी छ, कटाउने ठाउँ पनि छैन। ल है बुढो, ल म त दुःखले लाएको कमाइ पनि उठाउन दिएन। मान्छेले त हेप्छन्। अब त प्राकृतिकले पनि हेप्न थाल्यो। अनि त्यहाँ के मलाई जिस्काउँदैछ हाम्रो देउरानीले, धान काट्नु आएको। धान डामडुम सुकेछ मेरो त, एउटा थोपो पनि रहेन रहेछ। अब काट्ने हो। ल त साथीहरू, यति नै मेरो छोटो मिठो ब्लगलाई चाहिँ सबैजनाले हेरिदिनु होला। धन्यवाद।